साथीहरू आजको हाम्रो यात्रा चाहिँ तपाईँको छोरोल्पा दुधकुण्ड हो र हाम्रो यात्रा सुकुटीबाट सुरु भयो र हामी सुकुटीबाट चाहिँ अब दोलखातर्फ लाग्यौँ। अब सुकुटीबाट हामी खाडीतिर पुग्यौँ र खाडीतिरबाट राइट लाएर पुल क्रस गरेर हामी चाहिँ अगाडि बढ्छौँ र हामी 18 किलोमिटर फोटोसोटो खिच्यौँ, साथीभाइ गफ गऱ्यौँ, एकछिन रमाइलो गऱ्यौँ। अनि त्यहाँबाट हामी 21 किलोमा आएर थुक्पा खायौँ। खाजा बिहानको सबैजना थुक्पा खायौँ। थुक्पा एकदम मिठो रहेछ यहाँको 21 किलोको, तपाईँहरू खानुहोस् न। हामी अब मुडी हुँदै हामी चर्केर पुग्छौँ र यो चाहिँ तपाईँको सैलुङ जाने बाटो नि यहीँबाट छुट्टिने हो। मुडी बजार ठुलो छ एकदम। र अहिले हामी चर्कोट आइपुग्यौँ र हामी अब चर्कोट लेफ्ट आएर चाहिँ हामी अगाडि बढ्छौँ र अहिले हामी अब चर्कोटमा बाइक साइक बनाएर सबैजना चाहिँ तपाईँको अब अगाडि छिङडीतर्फ बढ्छौँ र हामी सबैजना बाइक चेक गरेर अब यो चाहिँ दोलखा भीमेश्वर जाने मन्दिरको गेट हो र यहाँ तल भीमेश्वर मन्दिर छ, भिमथिङ थान। र अहिले हामी ठ्याक्क सिंहटी पुग्यौँ र अब सिंहटीमा चाहिँ होटलमा हामी खाना खाएर अगाडि बढ्छौँ र अर्को नेक्स्ट पार्टमा है अर्को भिडियो चाहिँ